यो सबै खानु है बाजे है बुवा नै भन्छु नि म अबदेखि है त ल बिस्तारै पैसा जम्मा हुँदैछ 5-6 हजार 6 हजार भइसक्यो अझै चान्चुन पनि छ अलिअलि अनि बिस्तारै 1-2 लाख भइसकेपछि रुम खोज्ने अनि खाट किन्ने फ्रिज किन्ने सानो फ्रिज किन्ने हैन अनि चुलो भाँडाकुँडाहरू त्यसपछि किनौँला नि हुन्न बिस्तारै बिस्तारै हुन्छ बाटोमा सुत्न गाह्रै छ है अहिले त बाटोमा सुत्न गाह्रो भइहाल्छ जाडो महिनामा झन् गाह्रो हुन्छ है सकेसम्म यता स्वयम्भू वरिपरि यताउति खोज्न कोसिस गर्छु म हैन कोसिस मात्रै गरेर भएन आफूसँग पनि धेरै पैसा छैन बिस्तारै भयो भने म तपाईँलाई खोजिदिन्छु नि है त खानु खानु अझै बुवा 1 प्लेट अझै खाने हो पुग्यो है अब त आम्मा 2 प्लेटमा कतिवटा हुन्छ 20 वटा खानु है मैले खान सक्दैन 2 प्लेट त 90 किलोको छु म तपाईँ कति किलो हुनुहुन्छ 50 है अब दिनका दिन बेला बेला भेट्यो भने आउनु ल मसँग अनि खुवाउँछु अनि म जत्रै हुनुपर्छ म जस्तै मोटाउनु पुग्यो है साँच्चीको टन्न भएन दुःख धेरै पाउनु भयो होला है तपाईँले बाउ भएसम्म सुख थियो बाउ बितेपछि त दुःखै दुःख अनि आफूले के गर्ने धेरै गाह्रो भयो त्यही भएर बुवा भनेको चाहिँ मान्छे ठुलै हो है आमा भन्दा ठुलो पनि बाउ हो बुवा हो है बाउ हजुर मान्छेले भन्छ नि हजुर आमा के ठुलो बाउ ठुलो भन्छ कुनैले भन्छ आमा ठुलो भन्छ त्यो होइन नि खास गरी बाउ नै हो ठुलो नमस्ते गाइस सबैजना सन्चै हुनुहुन्छ होला होइन त्यो बुवाको चाहिँ 6000 जति जम्मा भएको छ अहिलेसम्म अनि बिस्तारै अब इसेमा सबैजनाले यसो हेल्प गरिदिनु होला है अनि बुवालाई चाँडोभन्दा चाँडो रुम रेन्टमा लिइदिउँला अनि मिल्छ भने चाहिँ सबैजना इसेमा मैले फोन नम्बर पनि दिएछ 9814224408 त्यसमा सबैजनाले 10 20 30 50 100 200 जति सक्नुहुन्छ आफूले हेल्प गरिदिनु होला बिचारा बुवा चाहिँ बाटोमा सुत्नुहुन्छ होइन त्यही भएर पनि सबैजनाले हेल्प गरिदिनु भयो भने उहाँलाई चाँडोभन्दा चाँडो रुम रेन्ट लिएर अनि घरको सामानहरू सबै जोडिदिनु नि हुन्छ अनि बुवालाई पकाउन पनि आउँदो रहेछ मैले अहिले सोधेको त्यही भएर सबैजनाले प्लिज हेल्प गरिदिनु होला गाइस तपाईँहरूले हेल्प गर्नुभयो भने तपाईँहरूको जस्तै हजुरबुवा हुनुहुन्छ होला घरमा उहाँलाई धेरै नै हेल्प पाउँछ त्यही भएर भिडियो सक्दो सबैजना सेयर पनि गरिदिनु होला अनि यसो लाइक पनि गरिदिनु होला लाइक भन्दा नि मेन चाहिँ सेयर गरिदिनु होला अनि यो युट्युबमा धेरैजनाले हेऱ्यो भने चाहिँ उहाँको जिन्दगी सुधार हुन्छ धन्यवाद।